कपड़ों का भर्ती करके भर्ती हाँ हाँ अब हिँडा आमा छोरीले तो बात चढेको छोराले उसले भेट्न उसलाई ठिक गर्छ हात बोल्यो फेरि अक्सिजन लगाइरहेको कति ठुला भयो कपाल काट्न पर्छ अलि सजिलो भयो अहिले अहिले राम्रो आराम भयो सास फेर्ने हो त नि यो भएर यो अक्सिजन हो नि त अक्सिजनको कमी भएको छ हो यसैले सिलिन्डर लाग्यो सिलिन्डर बुझ्नु भएन अक्सिजन भन्न हजुरले बुझ्दैन रहेछ कि मैले भनिदिएको बोल्दा सास हजुरकोमा 36 कि 35 थियो पुरा एकदमै जिरो थियो नि अक्सिजन लाएर त घरको त बाफ राम्रो रहन्छ त्यो बाफ लाउने हुनु अरे अब त्यो बाफ बा लाउनु हुन्न अरे राम्रो छैन त्यो बाफ त्यो दबाई अनुसार हुन्छ अरे त्यही गर चिन्ता नलिगा मम्मी जाँदैछ कि अनि त्यहाँ अलिक ऊ हुन्न त दाजु ल ल ल जाने ल ढुक्कसँग आत्तिनु पर्दैन क्या अनि म आउँछु भोलि खाने व्यवस्था गरेर आउँछु ल बढे आइपुगेपछि फेरि फोन गर्नु है राम्रोसँग हल्का लानु पर्यो बुढोलाई नलाने हस्पिटलमा यतिकै लैजान लाग्यो घर होइन अर्को पनि आइरहेछ ल भाइ ल है ल ल तर आउनु ल मे जाने ल के भने फोन गर न मलाई ल ल आत्तिनु पर्दैन ल ल दाइ ल ल ल जाने आत्तिनु पर्दैन क्या पैसा पुगेर मलाई फोन गर न ल ल ल ल अब तनाव पऱ्यो है त्यो लास्टै तनाव पऱ्यो बुढोलाई भरतपुर लानुपर्ने भयो लेके आएन यो ठिक छ चलिरहेको उसले हालै पठाइ गुड मर्निङ गाइज गुड मर्निङ बिहानको अहिले 6 बजिरहेको छ आइसियुमा छु म चाहिँ एकदम है म चाहिँ अस्ति आएको म भिडियो बनाउँछु भनिरहेको थिएँ अलिक पाएको थिएन र सर्ट भिडियो चाहिँ बनाउँछु हो दाइ चाहिँ यस्तो झोक्राएर सुतिरहेर रातभरि यत्तिकै छ केटो जहाँ पनि दाजुभाइ नै हो त्यो आइसीभित्र छ है हाम्रो बिरामी चाहिँ बिरामी आइसीभित्र छ दा यहाँ हालतमा छ है केटाहरू सुतिरहेको भक्कु सुतेर उठेको यो भिडियो चाहिँ बिस्तारै गरेर राति चाहिँ मर्निङबाट भिडियो बनाउँछु यो हाम्रो पुरानो मेडिकल कलेज हो होइन पुरानो मेडिकल कलेज हो म चाहिँ यहीँ छु है देखाइरहेन त मलाई म चाहिँ यहीँ छु टक्क लाएर अरू कुरा भनेको बिस्तारै दिन्छु म अपडेट अहिले बिरामीको हालत चाहिँ एकदम ठिक छ टक्क लाएर आइसियु छ
एकदम थोक्दै लाउनु ठुक्रिनु भएन ठुक्रिनु भएन मुखै सुकेर यो रिगाट राखा भन मैले भनेको छैन हजुरले निकाटेर राख भनेर चाहिँ आइसियुमा यो चाहिँ आइसियु हो तपाईँको आइसियु छ ए हानेगाने के हो लगाइदिएको सारा रुख जाडा यस्तो सारा यस्तो लाग्यो पाए भयो क्या त्यो कहाँ ताने अहिले हामी यता छ है यतातिर यो हस्पिटलतिर छ हस्पिटलतिर तपाईँ यार के कुरा तपाईँले मान्छे झुकाउँछ तपाईँलाई यार के अरे रातिको बेला यसो मम्मीले कालु चाहिँ खुवाएरै पठायो होला के अरे के कुरा त्यो हुँदैन गयो त्यो त अलिकति स्वास्थ्य हुँदा मिठो मिठो खानु भन्छु कारण के स्याउ सुन्तला खानु नाइटको भ्यू हो खाने बेला भइसक्यो हो पाँच छ नि बजे होइन जो भनिछु म के गर्ने लाने हो कि भाइले ल्याउँछ भनेर बस्या ल्याउने हो कि के गर्ने हो भने मात्र भन्नु जस्तो लाग्थ्यो सिधा कहाँ भित्र चिरिसकेको छ जालाउनु भयो अब घरतिर जटिल छ अवस्था यसरी सबैजना बस्नु परिरहेको छ यतिलाई पनि लानुपर्छ भर्खर लानुपर्छ हामी चाहिँ यस्तो बिस्तारै लगाइसकेको छ यतिखेर चाहिँ टक्क लगाएर यता मान्छे जानुहुन्छ यस्तो बिस्तारै दाइ कस्तो आज तातो हुन्छ क्या त्यो बिस्तारै लगाएर आइसियुमा छ सब खाना जानुपर्छ एकछिनमा अहिले यहाँ स्टाफ हुने काम भइरहेको छ डाइनाले आफ्नो काम भइरहेको छ त्यो मान्छेहरू सब यता साफसुफ गरेर त मिलाइरहनु मान्छेहरू यस्तो काम भइरहेछ धमाधम डोडो
कुन होटल भनेको तिमीले 200 मा मासु भात पाउने भनेर यसो हेर त यो अगाडिको यो हो खाना खाजा तथा नास्ताको लागि भन्ने अगाडिको यो हो कि पूजा हो कि कुन हो यसो यहाँ त यसो खाना आएको दाजुभाइ खानाको त यस्तो मलाई देखाइदिन्छ देखिरहेको देखाइदिन्छ होइन हातले नछाउनु न चिया खाना आएको है यस्तो अब अझै 2-3 दिन अझै बसाइ हुन्छ होला मलाई लागिरहेको छ हेरौँ अब के कसो हुन्छ दाजुभाइ हो अब कोही छैन घर फुलेर आउँछु भन्ने पनि कोही पनि छैन यहाँ यो भिडियो चाहिँ यहाँ मात्र होइन यो देश विदेश पुग्ने भिडियो आइसियुमा हुनुहुन्छ बिरामी चाहिँ अवस्था चाहिँ ठिकै छ त्यही पनि यसो कोही चाहनुहुन्छ भने चाहिँ है त अनि विश्वास नलागे हेर्नु न म हस्पिटलै देखाइदिन्छु नि पुरानो कोही भेट्न चाहनुहुन्छ भने आउनु होला भेट्न नआएपछि त कुरा राखिदिनु पऱ्यो नि होइन हामी चाहिँ अब टक्क एम्बुलेन्समा चाहिँ घर जानु लाग्यो है लगभग बसाइपछि चाहिँ हस्पिटलबाट चाहिँ घर जानु लाग्यो भलक चाहिँ सबै एडिट भएर आउँछ त्यो चाहिँ मैले आज हजुरबालाई ठिकै छ सन्चै छ अब चाहिँ झोला बोकेर होइन चल्दिएको है हामीले अब चल्दिएको घरतिर एम्बुलेन्समा my guys